90% न्यू स्टार्टअप यही एउटा ठूलो गल्तीको कारण फेल हुन्छ। प्रोडक्ट राम्रो भए पनि कस्टमरले तपाईलाई किन इग्नोर गर्छ थाहा छ? तपाईँ सोच्नुहुन्छ प्रोडक्ट राम्रो छ, प्राइसिङ पनि राम्रो छ, तर पनि सेल्स भइरहेको छैन। नेपालमा धेरै बिजनेसहरू यही ठूलो मिस्टेक गर्छ। दे ओन्ली फोकस अन प्रोडक्ट, तर कस्टमरले त्यति केयर गर्दैन। हियर इज द ट्रुथ, कस्टमरले बेस्ट प्रोडक्ट कहिले पनि किन्दैन, बल्कि उसलाई ट्रस्ट भएको प्रोडक्ट चाहिन्छ। सेम प्रोडक्ट दुईवटा पसलमा हुन्छ, तर कस्टमरहरू एउटै पसलबाट किनिरहेको हुन्छ। किन? बिकज अफ दिस थ्री थिङ्स। फर्स्ट, पर्सेप्सन। तपाईको बिजनेस हेर्दा प्रोफेसनल लाग्छ कि जस्ट एउटा र्यान्डम बिजनेस जस्तो लाग्छ। सेकेन्ड, ट्रस्ट। बिजनेसको रिभ्यू कस्तो छ, सोशल प्रुफ कस्तो छ, कस्टमरहरूले तपाईको बिजनेसको बारेमा के बोल्छ या बोल्छ कि बोल्दैन। थर्ड, पोजिसनिङ। चिप ब्रान्ड हो कि प्रिमियम फिल दिन्छ तपाईको बिजनेस वा तपाईको प्रोडक्ट या सर्भिस। प्रोडक्ट राम्रो हुनु मात्रै इनफ छैन, पर्सेप्सन प्लस ट्रस्ट प्लस एक्सपिरियन्स म्याटर गर्छ तपाईको बिजनेसमा। बेटर प्रोडक्टले मात्रै विन गर्दैन, बेटर पर्सेप्सनले गर्छ। यदि कस्टमर्सले तपाईलाई इग्नोर गर्दैछ भने प्रब्लम प्रोडक्टमा होइन, प्रब्लम कस्टमरले तपाईको बिजनेसलाई कसरी हेर्छ भन्ने हो। तपाईको बिजनेसमा के प्रब्लम छ कमेन्टमा डिस्कस गरौँ।